आजको रचना समीक्षा राईजीले रच्नु भएको कस्तो मान्छे म शीर्षकको रचना रहेको छ। म यसलाई वाचन गर्ने कोसिस गर्दछु। रचना यसरी सुरु हुन्छ। कसरी व्यक्त गरौँ म मेरो स्थिति, मेरो परिस्थिति अनि मेरो कमजोरी। कसरी व्यक्त गरौँ म मेरो स्थिति, मेरो परिस्थिति अनि मेरो कमजोरी। लाग्छ आकाश खसेर मेरो काँधमा अडिएको छ। लाग्छ आकाश खसेर मेरो काँधमा अडिएको छ। निकै गरुङ्गो भारी बोकेर हिँड्दैछु जस्तो हुन्छ। बिसाउन मन लाग्छ तर भेटिँदैन कुनै चौतारी। मलाई बिसाउन मन लाग्छ तर भेटिँदैन कुनै चौतारी। न त भेट्छु मेरो आधा भारी बोकेर सँगै हिँडी मलाई हल्का गरिदिने दौतरी। कस्तो अचम्म छ मेरो कहानी। हो, कस्तो अचम्म छ मेरो कहानी। आफूभित्र दबाएर राखु त अर्को भारी थपिने। अरूलाई सुनाउ त दुनियाँको नजरमा हाँसोको पात्र भइदिने। कस्तो अचम्म छ मेरो कहानी। आफूभित्र दबाएर राखु त अर्को भारी थपिने। अरूलाई सुनाउ त दुनियाँको नजरमा हाँसोको पात्र भइदिने। सबैसँग हाँसेर बोल्ने मान्छे म। सबैसँग हाँसेर बोल्ने मान्छे म। अरूको कुरा मन लगाएर सुन्ने मान्छे म। सबैसँग हाँसेर बोल्ने मान्छे म। अरूको कुरा मन लगाएर सुन्ने मान्छे म। अरूलाई साहस हौसला दिने मान्छे म। खोइ के भएको हो यो मलाई आजभोलि। मूर्तिसँग निदास्दा मिल्ने मान्छे भएको छु म। मूर्तिसँग निदास्दा मिल्ने मान्छे भएको छु म। हो, साँच्चै मूर्तिसँग निदास्दा मिल्ने मान्छे भएको छु म। धन्यवाद। तपाईहरूले यसभन्दा अघिल्लो हप्ता प्रस्तुत गरिएको किन रोएर बस्छौ शीर्षकको कविता सुन्नु भएको छैन भने यो भिडियो गएर हेर्नुहोला। म त्यहीँ भेटिनेछु।